आज चाहिँ भ्यालेन्टाइन डे हो। म चाहिँ बुढीलाई बिहान बिहान ह्याप्पी भ्यालेन्टाइन डे चिया ब्ल्याक टी। अनि आज चाहिँ हामी काउसती जाने हो। हामी चाहिँ बिहानदेखि नारायण पोखरेलको प्रवचन सुनिरहेछौँ। अब चाहिँ हामी हिँड्ने बेला हुन थाल्यो। गुड मर्निङ। ल हामी चाहिँ खैरेनी बजार जुन मेन खैरेनी चोक आयौँ। ठ्याक्कै रूपन्देहीको सिमाना यहाँबाट समाप्त भयो। सीमा समाप्त। अब चाहिँ यो पुल तरेपछि पारी चाहिँ पश्चिम नवलपरासी। बाटोमा एकदमै हुस्सु छ। यो एकदमै अगाडि हेर्न पनि गाह्रो भइरहेछ। अनि यो देख्दै गर्दा चाहिँ मलाई एउटा गीत याद आयो। म त्यो गीत गाउँछु है। छेक्यो देउराली डाँडा उसुर कुहिरोले। हामी चाहिँ सुनौल बजार आयौँ। अब यो सुनौल क्षेत्र हो। यो ठाउँ चाहिँ खास गरी सुनौलको चिनी मिल यहीँनिर छ। त्यो चिनी मिलले गर्दा यहाँ अर्कै स्मेल आउँछ। अब उखुको क्रसिङको अहिले चाहिँ चिनी मिलमा चाहिँ चिनी बनाउने काम जे होस् त्यो उत्पादन हुने काम भइरहेछ। चाहिँ खास चाइनाले बनायो पहिला। चाइना नेपाल लुम्बिनी मिल यो चाहिँ सरकारी थियो क्या चिनी मिल। अब पछि चाहिँ त्यही उद्योग धन्दाहरू बेच्ने क्रममा यो पनि क्षेत्रतिर गयो। चाहिँ यो कीर्तिपुर 1 2 3 भन्ने छ। यो कीर्तिपुर चाहिँ क्रस गर्दै हामी अगाडि जाँदैछ। अनि हामी चाहिँ बनकट्टी आयौँ। यो बनकट्टीको ठुलो बुद्धको मूर्ति हो। यो अगाडि बढेर चोक हो। तर हाम्रो बाइकमा चाहिँ हावा एकदम कम भएछ। बाइक पुरै हल्लिरहेछ। हामी चाहिँ भुमै आइपुग्यौँ। यो भुमैबाट त्यो बाटो चाहिँ सिधै भैरवा निस्किन्छ परासी हुँदै। अनि यो ठाउँ पनि ठिक्कको व्यापारिक स्थल हो। किन यस्तो भयो भनेको त यस्तो फुडुलको आएको रहेछ। अब यो जहाँ पनि फुट्न सक्छ। टायर फेरेर जानुपर्ने हो। यो निकाल्दिनु। फर्स्ट टाइम चाहिँ हाम्रो यात्रामा बाइकले धोका दिन थालेको अवस्था छ। हामी टायर फेर्छौँ बरघाट पुगेर। हामी भर्खरै भुता क्रस गरेर अगाडि जाँदैछौँ। बरघाट हो। यहाँ चाहिँ बाटो बन्दैछ पल्लो साइड। एक साइड चाहिँ बनिसक्यो। अब केही बेरमा हामी दाउन्ने पुगिसक्थ्यौँ तर टायर फेर्नु पर्ने छ। अब एकछिन टाइम लाग्छ। यो मोटरसाइकल पसलहरू ग्यारेजहरू खुल्या छैन। त्यही भएर म फोन गर्दैछु यो ग्यारेज। हजुर नमस्कार। जयमा दुर्गा मोटरसाइकल वर्क छ भाइ। अनि कहाँ हुनुहुन्छ हजुर? कति टाढा हो? ए टायर फेर्नु पर्ने बसेर बसेको। ल हुन्छ बाटोमा भएर तपाईँ आउँदा टाइम लाग्छ। ल अब यो चाहिँ धेरै टाढा गोपीगञ्ज अरे। वर्कसपमै आएर म चाहिँ फोन गरेँ तपाईँलाई। यहाँ टायर बाटोमा हिँड्दै हिँड्दै टायर चाहिने जस्तो भयो क्या। एउटा फुडुलको उठेछ कि छैन? तपाईँसँग साइनको टायर छ? कुन छ? सिट छ कि कुन? हामी चाहिँ बरघाटबाट टायर खोज्दै खोज्दै टायरै पाइएन। पुरै पसलहरू आज शनिबार भएर बन्द। यहाँ भुमै यो चाहिँ परासी रोडमा आएर फाइनल्ली टायर पाइयो। यामाराफकै पाइयो। बिहान 6 बजे शीतलनगरबाट हिँडेको मान्छे 6:45 बरघाट पुग्यौँ। अलि अगाडि बासामा थाहा भयो टायर अलि कसो गरिरहेछ जस्तो भयो। त्यहाँ देखाएको अनि त्यहाँ फुडुलको उठेको। त्यसपछि हामी बरघाट गएर त्यहाँ वरिपरि कति ठाउँमा टायर पसलहरू खोज्यौँ। मोटरसाइकल पसलहरू सबै बन्द। शनिबार बन्द हुँदो रहेछ। बल्ल यहाँ भुमैमा आएर यसरी चाहिँ यहाँ बनाउन टायर फेर्न थालेका छौँ। के खाएको? अब हामी एमआरएफको टायर फेर्दैछौँ। उहाँ छ टायर चाहिँ। यो टायरमा कति अरे 1 वर्षको वारेन्टी छ होइन? वारेन्टी कि ग्यारेन्टी? ग्यारेन्टी नै भन। वारेन्टी अर्को चेन्ज गरिदिन्छ केही भयो भने। ल नेपालमा चाहिँ सपिङ गर्न वा केही सामान किन्न एकदमै गाह्रो लाग्ने मलाई किन हो भन्दा अब यो युरोग्रिपको टायर हामी यस्तो अप्ठ्यारो परेर बिच बाटोमा त्यहाँ एउटालाई मान्छेलाई उठाएको क्या। उसले चाहिँ त्यो टायर मैले नामै नसुनेको त पहिलो त एकदम राम्रो भनेर 3200 रुपियाँ भन्यो। अहिले यहाँ भन्दैछ भुमैमा त्यही टायरलाई 2200 रुपियाँ। 1000 फरक बरघाट र यहाँ। अनि त्यो एउटा पसल छोडेर आइहाल्यो। अरू कहीँ पनि पसल खुलेको थिएन। अनि मलाई त्यो पसलको त्यो मान्छेको कुरा गराइबाटै त्यो टायरलाई त्यत्रो पर्छ जस्तै लागेको थिएन। अनि फेरि पैसाकै कारणले भन्दा नि त्यो टायरको चाहिँ ब्रान्ड थाहा नभएर
अनि यामारेफ सिटहरू कुनै पनि नपाएपछि होइन नहाल्ने भनेर आयो, अरू चाहिँ कहीँ पाइएन। अनि आउँदा आउँदै अल्ली पर गर्दा हामी घुमै आइपुग्यौँ। अनि यहाँ आएर सोधेको यामारेफको टायरलाई चाहिँ 3000 भनिरहेको छ, उसले 3500 भन्थ्यो त्यहाँ। अनि त्यो जुन युरो ग्रिप भन्ने छ त्यसलाई त्यहाँ 3200 भन्थ्यो, यहाँ चाहिँ 2200 रुपियाँमा पाइन्छ। भनेपछि यस्तो लुटान छ नेपालमा, कुनै नियम कानुन छैन, जसले जति भने पनि भयो। अझ हामी त अझ अप्ठ्यारोमा परेका छौँ, यात्रामा हिँडेको बेलामा भनेको थियौँ, त्यो भन्दा पनि मान्छेहरू खतम छन् यार। बच्चालाई काम सिकाइरहेछन् कि बिहारबाट आएको अरे बच्चा, यिनीहरू चाहिँ सानैदेखि काम सिकाउने कि स्कुलले लिएन अरे पढ्न, चाहिँ अन्तको मान्छे भएर भन्दैछु। अनि यहाँ काम सानोतिनो कामहरू यसो पुग्ने माग्ने यस्ता यस्तो काम सिकाउँदै गरिरहेको छ। ओरिजिनल एमआरएफ टायर हाल्यो नि। आमा हामी घुमै पुग्यौँ। त्यो बाइकको टायरमा फुडुलको आएर चाहिँ हल्का घेर्लाङ गरेको थियो, होइन स्टार्टको होइन। अनि त्यहाँ बासा बसाइमा चेक गराएको टायर त यो त फेर्नुपर्छ भन्यो। अब नफेरि जान पनि नमिल्ने, बर्गाट गरेर एक ठाउँमा सोधेको एउटा टायर रहेछ, त्यो 3rd क्लास टायर साह्रै महँगो भन्यो। अरूमा पाइएला नि भनेर यसो खोज्दै हिँडेको, पुरै कहीँ पनि बन्द छ जहाँ पनि। आज शनिबार रहेछ। अनि यति गर्दा यहाँ घुमै आएर टायर फेर्दैछ। अब यो फेरेर अनि बल्ल होइन स्टार्टले होइन, त्यो टायरमै अलिक रहेछ कि। ल हुन्छ, त्यही भन्नलाई हो। अब एकछिनपछि यहाँ अझै हाल्ने टाइम लाग्छ एकछिन। ल फिटिङ लगभग अब बाइकमा हाल्न बाँकी। सामाना चाहिँ फेरि हो, मैले भर्खरै यहाँ मोबाइलबाट यहाँको मोबाइलमा पैसा पठाइदिएँ, आइसक्यो। अनि ल धन्यवाद तपाईँलाई। चाहिँ टायर महँगै हालिदिनु भयो के अरे। 2 वर्षको वारेन्टी हो नि त एमआरएफको। ल 2 वर्षभित्र केही भयो भने म तपाईँको आउँछु है बनाउन। ऊ त्यो घुम्मै चोक हो, यसबाट परासी रोड जाँदा यहीँ नजिकै छ। बोर्ड छैन पसलको। साउजीको चाहिँ फेस हेरेर चिन्नु होला। हो के हो तिम्रो? इस्राफ हुसैन। अरे घर कहाँ हो? इंडिया बिहार। बिहार से यहाँ किन आएको? वहाँ पढेर घरमा बस्न पर्थेन? अनि किन यहाँ नेपाल आएको त? घुम्न काम सिक्न? पढ्न मन लाग्दैन? 12 वर्षको मान्छे पढेर बस्नु पर्यो नि। घरमा ठिक छ नि? बुवा मम्मी हुनुहुन्छ? ए यही हुनुहुन्छ बुवा मम्मी पनि? ए त बुवासँग नेपालै बस्ने अब? नेपाल राम्रो कि इन्डिया? इन्डिया राम्रो। किन नेपाल आएछौ त? दुईटै राम्रो होइन? यत्रो बेर लाग्यो बाइक बनाएर भ्याउँदा 9 बज्यो, 8:58 भइसक्यो। अब चाहिँ हामी घुमैबाट बरघाटसम्मको त अहिले खिचिसकेको छ। अब सिधै हामी बरघाटबाट उता दाउन्नेतिर खिच्छौँ। ल भुमै चोक हो यो। हामी अघि पनि भुमै चोकमा थियौँ अँधेरोमा। अहिले यस्तो घाम चरक्कै चर्केको त छैन, जे होस् उज्यालो 9 बजिसक्यो। ल हामी चाहिँ फेरि फर्केर गएर टायर हालेर फेरि यहीँ आयौँ, बरघाटको यो त्रिवेणी चोक। यस्तो गर्नु पर्यो। यहाँ चाहिँ दामी बाटो थियो, अगाडि ट्रक लाएर। ल यो बाटो चाहिँ गजब छ, तर धुलो छ कि बनिरहेछ अझै, त्यही भएर बाटो चाहिँ राम्रो छ यो। मस्त घुम्ती। बाटो त होरैसम्म बनेछ त राम्रो। सडक साहित्य गजब लाग्यो। इन्डियन गाडी खाडीको तेल, कमाउने रमाउने भाग्यको खेल, उडान कटारी तामाङ ब्रान्ड अरे। गजब लेखेको। रियल दाउन्ने चाहिँ यो हो फेरि। दाउन्ने मन्दिर पुग्नुभन्दा त होरै छौँ हामी। यतापट्टि पनि बाटो अलिकति यो बिचमा नबनेको रहेछ। धुलो 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 बाटो यस्तो छ। यता साइडमा बन्दै पनि छ। यो दाउन्नेको बाटोले सधैँ दुःख दिन्छ कि।
हेर्दा चाहिँ स्त्रीमै हुन्छ, यस्तोमा चलाउँदा चाहिँ चलाइन्छ। मन्दिर चाहिँ यहाँबाट माथि जाने हो, माथितिर मन्दिर हेरेर जानुपर्छ। उताबाट त बाटो पनि बन्दै रहेछ। अब हामी दाउने खोजेर अगाडि लाग्छ। यस्तो भएपछि जाम त भइहाल्छ नि, जाम भइरहेछ भने चाहिँ बाटोमा। तर द्रुत गतिमा काम भइरहेछ अहिले चाहिँ। हुन त अब 7 वर्ष भइसक्यो, अझै पुरा भएको छैन यो बाटो। जम्मा 100 किलोमिटरभन्दा अलि बढी बाटो त हो। एकदमै यो डल्लै डल्ला भएकोवाला बाटो पुरै चिप्लो। अहिले त यहाँ त धेरै राम्रो, माथि धन्नै पल्टेन हामी, एकदम चिप्लो भएर बाइकै फर्किरहेको। हामी चाहिँ जाममा परियो हल्का। हामी चाहिँ एकदम जुगाड लगाएर बल्ल बल्ल जामबाट छिरेर ल हामी चाहिँ दुम्कीपास आइयो। बाटोको अवस्था हेर्नुहोस् त, यहाँ त झन् बिजोग रहेछ। यहाँ त झन् अब कुरै नगरौँ। अब यहाँबाट उता गएपछि चाहिँ अलि राम्रो होला सायद। अहिले अर्को पुल पनि बन्दैछ, यो पुल पनि मर्मत हुँदै रहेछ। अब चाहिँ हामी यताबाट उहाँ पारी निस्कन्छौँ। होङ्सीको नजिकै खोलामा चाहिँ यस्तो रहेछ, हेम पाइप नै राखेर होला, अस्थायी खालको हो। अब बर्खामा त यसलाई उडाइहाल्छ। अरुण खोला आइपुग्यौँ। यो बजार अरुण खोलाको बजार हो। र चाहिँ अलिकति यस्तो रहेछ बाटो चाहिँ, बजार त्यस्तै छ, ठिकै छ, सानो बजार हो यो। यहाँको पानी चाहिँ सफा छ हो, कस्तो राम्रो दामी पानी, तर थोरै छ खोलामा पानी। ल हामी चोरमारा बजार आयौँ। चोरमारा कटेपछि बल्ल हामी डन्डा हुँदै अब चाहिँ आइसक्यो भन्ने जस्तो हुन्छ कि चोरमारा आइसकेपछि त्यति टाढा जस्तो लाग्दैन यहाँबाट चाहिँ। यो बजार चाहिँ यहाँबाट मास्तिर गिरबारी भन्ने ठाउँ छ उत्तर साइड, अनि यता दक्षिण साइड पनि धेरै बस्तीहरू छन्। चोरमारा पनि यहाँको चाहिँ महत्त्वपूर्ण बजार हो। हामी थकाली चोक, फिल्म हल चोक, इन्द्र चोक हुँदै फलफुल चोक आयौँ। अनि पहिलाको फलफुल चोक चाहिँ पुरै परिवर्तन भएको छ। यहाँ यो प्रहरी कल्याण कोष पेट्रोल पम्प प्रहरीले स्थापना गरेर यहाँ चलाएको छ। अनि यहाँको फलफुल चोकको चाहिँ जति पनि फलफुल पसलहरू छन् तिनीहरू अलि उतापट्टि सिफ्ट भएका छन्। 3 किलोमिटरभन्दा अलि बढी तल जानुपर्छ। यहाँ चाहिँ हामी फलफुल चोकमा छौँ फलफुल किन्नको लागि। फलफुल चोक हामी धुलोमुलो भइयो पुरै बिजोग तरिकाले सामानहरू। अब हामी यता ओम शान्ति मध्यवर्ती समुदाय वन उपभोक्ता समूह हार्दिक स्वागत गर्दछ। यताको बाटो पनि एकदम राम्रो भएको छ अहिले त। उडुली कुना भन्ने ठाउँ हो यो। बाटो पुरै बिच छ। अब हामी सिधै घर पुगेर खिच्छौँ। यो बग्दै आएको पानी चाहिँ यहाँ यो टरुवाको पानी हो। एकदम पहिला चाहिँ मान्छेहरूले यही पानी थियो, टरुवा भन्ने ठाउँमा आएर काउसती भरिकाले खाने पानी यही भयो नि। यता चाहिँ हिउँदे धान पनि रोप्ने चलन छ। त्यो धान रोपेको रहेछ भर्खरै। कतिपय धेरै जसो रोप्छन्, पनि छ। यी घर
घर चाहिँ राम्रो भएछ हेलो गाइस हाउ आर यु के पाक्ला करेमा बाप ए राम आज त शनिबार नझर्ने हो नगएन भाउजूले खुवाउनु थाल्नु भएछ ल यहाँ माइत घर आउँदा आमाले पकाउनु लाग्नु भयो बुवाले ल्याउनु भयो तर हामीले खान्नौँ हुन्छ क्या म थाल्नु को हो भाउजू डर्छन् नानी खै नमस्ते घर चाहिँ यहाँ एकदम राम्रो भएछ अहिले चाहिँ एकदम यो टाइल्स लगाएपछि चिटिक्क देखेछ मैले तुलसीको मठ पनि कति ठुलो हो त नि ल हामी फाइनली नेपाली निवास आइपुग्यो अनि यहाँ आउँदा हाम्रो त आज व्रत शनिबार यिनको व्रत म पनि खाँदिनँ यहाँ चाहिँ यस्तो रहेछ पोखरीको माछा निकाल्दा बुवा सधैँ हुन्छ कि होइन क्या गयो यत्रो अरू पनि थियो बताको ल गाइजहरूले यहाँ ज्यान बनाउने काम गरिरहनु भएको रहेछ ल ओके सुनिन् नअगाइकन है ल हाम्रो खाना हुन आज ल भाइ